हेलो एभ्रिवान है मैले चाहिँ आज किन भिडियो बनाउनु आँटेको भन्दाखेरि चाहिँ अन्त म चाहिँ ड्युटीमै छु, छुट्टी भएको छैन। अन्त के हो भने चाहिँ अन्त त्यहाँदेखिको चाहिँ आज चाहिँ भाइहरू आउने अरे हो, भाइहरू आएर बागडोग्रा जानु अरे। अन्त त्यहाँदेखिको अचानक प्लान भयो, म त यहीँ छु ड्युटीमै। अन्त हुन त मेरो 8 बजी छुट्टी हो, अब 2-3 मिनट होला छुट्टी 8 बज्नु। अन्त उनीहरू आउँछ अरे ल्याउनु। अन्त अचानक भइरहेको छ क्या, अब म यहीँ छक्कै परिरहेको छु। भोलि बिहान चाहिँ फेरि ड्युटी आउनुपर्छ नि, फेरि 11 बजीतिर त आइपुग्नुपर्छ म यहाँ हो। अन्त त्यत्तिकै अब मैले भिडियोहरू पनि बनाएको छुइनँ, कहीँ जानु त्यस्तो केही परेको छैन। फेरि प्लस कहीँ पनि गए भएको छैन। योपालिको विक अफहरू पनि मेरो त्यत्तिकै बितिहाल्यो। अन्त त्यही भएर चाहिँ त्यत्तिकै बनाएको छुइनँ। तपाईँहरूले लाइकहरू चाहिँ अब जुन चाहिँ भिडियो म पोस्ट गर्छु लाइकहरू चाहिँ गरिदिनुहोस् है, कमेन्टहरू गरिदिनुहोस्। अन्त के हुन्छ आज बागडोग्रामा गएर आन्टी अङ्कलसँग नि भेट हुन्छ, नानीसँग भेट हुन्छ हो। अन्त त्यहाँदेखिको चाहिँ म तपाईँहरू त्यो बादमा देखाउँछु ल। बाई बाई। अहिले म चाहिँ अब चेन्जहरू गरिसकेँ, चेन्जहरू गरेर अब आउँदैछ होला भाइहरू हो। अन्त त्यहाँदेखिको दिदी पनि उताबाट आउँदैछ। अन्त बादमा देखाउँछु। है दिदी पनि आइसक्यो गाइस, यिनीहरू आएकै छैन। हामी फाइनली गाइस हामी चाहिँ आइपुगिसकेँ। मरेर हामी चाहिँ आइपुगेँ। खै हौ अबे त्यो अँध्यारो मात्रै छ त हौ। हेरे अबै हो यो त होइन पो रहेछ हो नि, होइन रहेछ। ए आएको छैन बडीहरू बनिँदैछ त दाजुको। हेलो गाइज, अब हामी चाहिँ राति आउटिङ लाग्दैन आँटेको। वेलकम टु सुप्रियास भ्लग। खै अन्त गेट टुगेदर फ्यामिली गेट टुगेदर गर्न आँटेको, फ्यामिली गेट टुगेदर फर द फर्स्ट टाइम, कति धेरै महिना बाद आफ्टर लङ टाइम। अहिले चाहिँ बज्दैछ कति बजी छ? 11 बजी। 11 बजी। 11 बज्दैछ 11। ल तर अब हामी चाहिँ ढिलो भएर चाहिँ होइन, अब एकदमै अब हामीलाई टाइमले यहाँसम्म ल्यायो होइन, एकदम ढिलो भएर चाहिँ धेरै यति राति हामी आउटिङ गएको, मतलब फ्यामिली गेट टुगेदर होइन। हल्का अब भाउजू भएर गएको, तर भाउजूलाई नो आइडिया कि हामी आउँदैछु भनेर। हामी म अमित अभिनय अनि भाउजू आउँदैछ भनेर च्याट छ भाउजू। श्वेता दि सुप्रिया दि आउँदैछ भने हेरै छैन। हो त भनेको छैन। अहिले चाहिँ हामी हल्का हत्तुको मेडिसिन खानु गएको, पुरा हत्तु भयो, जिउ दुख्यो नि त, त्यही भएर। आइपुगिसकेँ, मार्यो सिधै गयो ऊ चाहिँ। ठिकै हुनुहुन्छ। अज्दा सुनेकै छैन, अज्दा के गरिदिनु। किन मनाउनु अन्त